नमस्कार। फेरि पनि बोर गर्न आइपुगेँ। मैले यहाँ तपाईँहरूलाई बारम्बार बोर गर्नुको पछाडिको कारण दुईटा छन्। एउटा कसरी पचाउन सिक्ने भन्ने विषयमा म सिक्दैछु, ताकि भविष्यमा म एउटा राम्रो वक्ता बन्न सकौँ। अर्को चाहिँ केही चिजहरू पढिरहेको हुन्छु, मनमा खुल्दुली भइरहेको हुन्छ र त्यो कुरा तपाईसँग यो खुल्दुली मेट्नलाई, तपाईँसँग कुराकानी गर्नलाई तपाईँहरूलाई काम लाग्न नि सक्छ, नलाग्न नि सक्छ। त्यही पनि यसो गफ गरौँ नि त भन्ने गफ गर्न मिल्यो। त मैले एउटा इन्ट्रेस्टिङ चिज पढेँ क्या। त्यो इन्ट्रेस्टिङ चिज नेपालको सन्दर्भमा प्रयोग भइरहेछ। त्यो कसरी भइरहेछ म पछि तपाईँहरूलाई मेरो एक्सपिरियन्स सुनाउँछु। समाचार चाहिँ के छ भने अहिले इरान, अमेरिका, इजरायलमा त्यो तिगडीको युद्ध चलिरहेछ। यसमा अमेरिकाको पैसा मात्रै खर्च भइरहेछ, अरू खासै उसलाई क्षति छैन। त्यो पैसा उसले हतियार बेचेर कमाइहाल्छ। अनि इरानले यो युद्धबाट धेरै पाठ सिकिसकेको छ, कसरी युद्ध गर्ने र कसरी युद्ध नगर्ने। युद्धमा सधैँ जित्नुपर्छ भन्ने छैन। कहिलेकाहीँ युद्ध हारेर पनि युद्धहरू जितिन्छन्। यसचोटि इरानको जुन अवस्था छ हेर्दाखेरि भयानक दर्दनाक अवस्था छ, तर भित्रभित्रै उसले युद्ध जितिरहेछ। आफ्ना कमजोरीहरूबाट पाठ सिकिरहेको छ। कमजोरीहरूबाट पाठ सिक्नु भनेको आफूलाई नयाँ स्वरूपमा उभ्याउने प्रयत्न हो र त्यो उसले गरिरहेको छ। अब यो युद्धले इरानलाई मात्रै सिकाइरहेको छैन, अरूलाई पनि सिकाइरहेछ। अरूलाई भन्नाले युरोपियन कन्ट्रीहरू हैन, यो रुसले युक्रेनमाथि हमला गरेर उसले पनि केही कुराहरू सिकेको छ। युक्रेनले झन् सिक्ने भइहाल्यो। उसको ड्रोन प्रविधि चाहिँ संसारभरि आकर्षणको केन्द्र बन्दै गइरहेछ। किनी पनि रहेका छन् संसारभरिका हतियार प्रेमी देशहरूले। अब यहाँ अहिले मैले भन्न खोजेको चाहिँ यो सन्दर्भमा, यो कथाको पृष्ठभूमिमा अर्को एउटा गजबको कथा, पटकथा अर्को बुनिँदैछ। त्यो भनेको चाहिँ युरोपको रक्षा गर्नको लागि भनेर नेटो गठबन्धन छ। त्यो नेटो गठबन्धनमा अधिकांश पैसा अमेरिकाले खर्च गर्छ। अमेरिकाको टेक्नोलोजी युज हुन्छ, हतियारहरू युज हुन्छ। अनि जर्मनी, बेलायत, फ्रान्स लगायतका अन्य देशहरूले 4%, 5% अनि 1% गर्दै गर्दै उनीहरूले अलिअलि त्यसमा योगदान गर्छन्। ट्रम्पलाई के लागेको थियो भनेदेखि इरानमा हमला बोलेपछि नेटोका सदस्यहरू जम्मै बेलायत, फ्रान्स, जर्मनी सबै दोहोरिएर वार अन टेरर जसरी वार अन टेररको बेलामा चाहिँ अफगानिस्तान, इराकमा युरोपेली र अमेरिकीहरूले मिलेर भिडेका थिए, त्यसै गरी यहाँ पनि भिड्लान् भन्ने लागेको थियो। तर ट्रम्प यसमा असफल भयो। तर
युद्धका अनेक प्रकारहरू हुन्छ भनेर मैले तपाईँलाई भनिरहनु परेन। एउटा युद्धको प्रकार हो प्रचार युद्ध। कतिपय मामिलामा युद्ध जित्नु मात्रै ठुलो कुरो हुँदैन, त्यसमा प्रचार युद्धमा जित्नु पनि ठुलो कुरा हुन्छ। जस्तो अहिले इरान युद्धमा के भइरहेछ भने इरानले प्रचार युद्धमा जितिरहेछ होइन। उसले लेगो सेगो यो के जाति भिडियोहरू बनाएर अमेरिकालाई आछु बनाइरहेछ। यो कथा कुनै दिन बनाउला। यहाँ मैले भन्न खोजेको चाहिँ फिल्म सम्बन्धी रिलेटेड हो। नेटोले युरोप र अमेरिकाभरिका चलचित्र तथा टेलिभिजनका पटकथा लेखक, निर्देशक र निर्माताहरूसँग बन्द कोठाभित्र बैठक गरिरहेको छ। यो गार्डियनले लेखेको समाचार। यस कार्यले सैन्य गठबन्धनले कला क्षेत्रलाई आफ्नो समूहको लागि प्रचारबाजी बनाउन प्रयोग गरिरहेको आरोप नेटोलाई लागेको छ। नेटो गठबन्धनले हालसम्म लस एन्जल्स, ब्रसेल्स र पेरिसमा चलचित्र र टेलिभिजन कर्मीहरूसँग 3वटा बैठक गरिसकेको छ र आउँदो महिना लन्डनमा अन्तरङ्ग कुराकानीको श्रृङ्खलालाई निरन्तरता दिने तय भएको छ। त्यहाँ बेलायतका व्यावसायिक लेखकहरूको प्रतिनिधित्व गर्ने राइटर्स गिल्ड अफ ग्रेट ब्रिटेनका पटकथा लेखक सदस्यहरूसँग भेटघाट गरिनेछ। लन्डनमा हुन लागेको यो प्रस्तावित बैठकले निम्ता गरिएका केही व्यक्तिहरूमा चिन्ता र आक्रोश पैदा गरेको छ। उनीहरूलाई आफूहरूलाई नेटोको प्रचार प्रसारीमा योगदान दिन आग्रह गरिएको महसुस भइरहेको छ। पटकथा लेखकहरूले चाहिँ आफू नेटोको लागि प्रयोग भइरहेको हुन् कि भन्ने यो ब्रिटिसहरूलाई लागिरहेको छ। त्योभन्दा अगाडि पनि पेरिसमा वासिङटनमै पनि यिनीहरू भेटघाट गरेर लस एन्जल्स, ब्रसेल्स र पेरिसमा चाहिँ यिनीहरू नेटोले, खास गरी नेटो भन्नाले अमेरिकनहरूले पटकथा लेखकहरूसँग छलफल गरेर कसरी फिल्म र टेलिभिजन मार्फत अमेरिकी या युरोपेली वर्चस्वतालाई सिनेमामा देखाउने यो विषयमा छलफल भइरहेको मा चाहिँ केही बेलायती पटकथा लेखकहरूलाई मन परेन। अब जस्तो अहिले अब युद्धका अनेक प्रकारहरू छन्, तपाईहरुलाई मैले भन्नै परेन। अहिले चाहिँ समय चाहिँ गोला बारुदको भन्दा पनि पहिला गोला बारुदले जितिन्थ्यो। पछिल्लो समय चाहिँ हाइब्रिड वार भन्ने चलन छ। यो हाइब्रिड वार चाहिँ विभिन्न किसिमले गाँसिएका हुन्छन्। एउटा सञ्चार युद्ध भइहाल्यो, समाचार अथवा सिनेमा यो सञ्चार मार्फत अथवा अहिलेको समयमा इन्टरनेट, यो सञ्चार युद्धले चाहिँ अरू खाले युद्धलाई अलिकति सजिलो बनाउँछ भन्ने उदाहरण चाहिँ फकल्यान्ड युद्धको बेलामा चाहिँ त्यो प्रमाणित भएको हुनाले। अनि फकल्यान्डमा तपाईहरुलाई थाहा छँदैछ, यो अर्जेन्टिनाको एउटा टापु थियो। बेलायतीहरूले धेरै वर्ष, सयौं वर्षदेखि त्यहाँ आफ्नो रजरज गरिरहेथे। अनि 1984 ताका अर्जेन्टिनीहरूले चाहिँ त्यो फकल्यान्ड टापु फिर्ता गर्नका लागि अभियान चलाएर चाहिँ आक्रमण गरे। आक्रमण गरेपछि बेलायतीहरू बौलाए
अनि उनीहरूले चाहिँ एक हप्ता प्रचार अभियान चलाए कि त्यहाँ गोर्खाहरू जाँदैछन् र गोर्खाहरूको छवि कस्तो थियो भनेदेखि मुला गिँडे जस्तै मान्छे गिँड्छन् भन्ने एउटा हवा क्रिएट गरिएको थियो र चाहिँ त्यसलाई यति धेरै ठुलो प्रचार गरियो कि जुन अप्ठ्यारो होला त्यो टापु कब्जा गर्न भन्ने बेलायतीहरूले सोचेका थिए त्यो चाहिँ त्यति दुःख गरिराख्नु परेन एउटा साथीले के भन्छ नि अर्जेन्टिनामा गोर्खालीहरूको नेपालीहरूको छवि त्यति राम्रो छैन भनेर सुनाउँथे मलाई यतिखेर एकजना महिलाको याद आइरहेछ एउटा इन्टरभ्यूमा एउटी महिलाले के भनेको थियो नि तपाईको ब्राजिलियन महिला हैन ब्राजिलियन महिलालाई चाहिँ एकजना पत्रकारले सोध्छन् तपाईको छिमेकी राष्ट्र तपाईको छिमेकी दुश्मन मुलुक कुन हो भनेर सोध्छ अनि उनले चाहिँ अफकोर्स अर्जेन्टिना भन्छ के अर्जेन्टिनाले वरपर सबैलाई कज्याएर राखेको छ खैर प्रचार युद्ध भनेको जसरी फकल्यान्ड युद्धमा चाहिँ गोर्खेहरू आउँदैछन् यिनीहरूले मुला काटे जस्तै तिमीहरूलाई काटेर चाहिँ सिध्याइदिन्छन् भनेर एउटा प्रचार अभियान गरेपछि यो यसरी चाहिँ पहिला युद्धका अनेक प्रकारहरूमध्ये यो पनि एउटा प्रचार युद्ध पनि एउटा हो त्यही भएर नेटोले सेना सम्बन्धी सामग्रीहरू बनाउन प्रेरित गर्ने र त्यसका लागि तालिमहरू केही चाहिन्छ भने उपलब्ध गराउने विषयमा हलिउडका निर्माता निर्देशक पटकथाकारहरू बर्लिन के अरे लन्डन त्यस पछाडि लन्डन लगायतका क्यालिफोर्निया जहाँ हलिउड र अन्य युरोपियन मुलुकका मुख्य उहरू हैन देशका फिल्मका पटकथाकारहरूलाई चाहिँ त्यो परियोजनामा चाहिँ सहकार्य गर्नलाई चाहिँ त्यो कार्यक्रम अगाडि बढायो भन्ने यो समाचार हो जस्तो केहीले यसलाई आपत्तिजनक भनेका छन् सेनाले यसरी इनिसिएट लिएर फिल्म जस्तो क्रिएटिभ मिडियमलाई चाहिँ डिक्टेट गर्न खोजेको भनेर केही मान्छे रिसाए केही पटकथाकारहरू रिसाए जस्तो अब त्यसमा एउटा क्रिस्टी भन्ने फिल्मका लेखक रहेछन् एलन ओ गोरम्यान भन्ने अनि उनले चाहिँ आइरिस फिल्म एन्ड टेलिभिजन अवार्ड्समा चाहिँ क्रिस्टी फिल्म लेखेर अवार्ड पनि पाएछन् अनि यस्तो खाले बैठकलाई चाहिँ अपमानजनक र स्पष्ट रूपमा प्रोपोगन्डा भएको हुनाले संवेदनाहीन र पागलपन भनेका छन् यो किसिमको मिटिङलाई हैन अब अहिलेको समयमा अब कुनै पनि देशको रक्षाको जिम्मा लिएर बसेकाहरूले चाहिँ अब हाइब्रिड वार साइबर वार र नयाँ टेक्नोलोजी वारहरू यसमा सोच्ने पर्छ त्यो सोच्नुपर्ने भएको हुनाले उनीहरूले चाहिँ लेखकहरूसँग सरसल्लाह गर्नु पर्यो खैर अब केही मान्छेहरू चाहिँ केही लेखकहरू चाहिँ
किन रिसाएका छन् भनेदेखि जस्तो नेटोको कारणले अरू मान्छे अरू जो नेटोमा आबद्ध नभएका देशहरू पनि यसमा त्यो मारमा परेका छन्। त्यो भएको हुनाले नेटोले चाहिँ युद्धलाई महिमामण्डित गर्ने किसिमका लेखहरू के अरे फिल्महरू बनाउन फिल्महरू लेख्नलाई इनिसिएट लिनु भनेको चाहिँ समृद्ध र सुसंस्कृत सभ्यताका लागि अपमानको कुरा हो भनेर केही मान्छेहरूले भनिरहेछन्। यी बैठकहरू नेटोले चलचित्र र टेलिभिजन मार्फत आफ्ना सन्देशहरू बाहिर ल्याउने एउटा प्रयास हो। यति बेला युरोपभरि आफ्नो रक्षा व्यवस्था कमजोर छ भन्ने डर फैलाउने काम भइरहेको छ। केही मान्छेहरूले केही लेखकहरूले चाहिँ युरोप अब खतरामा छ भन्ने डरलाई एकदमै बेच्ने, जति जति डर बेच्न सक्यो त्यो त्यति फाइदाकारी चिज हो हुन पुग्छ। तपाईँ हामी पनि यसो विचार गर्ने हो भने हामी त्यसमा बढी खर्च गर्छौँ जुन कुराले हामीलाई डराउँछ, डर लाग्छ हैन। हामी रोगसँग डराउँछौँ, हामी बढीभन्दा बढी स्वास्थ्यमा खर्च गर्छौँ। हामी चाहिँ चोरी डकैतीको बाट डराउँछौँ, उति हामी सुरक्षा डोरबेल क्यामेरा र अन्य टेक्नोलोजीमा इन्भेस्ट गर्छौँ। त्यो भएको हुनाले यो संसारमा डर सबैभन्दा ठुलो बिजनेस हो। अच्छा, त यसमा के छ भने रुस अब रुसका कारणले या भनौँ यो डर खास गरी युक्रेनमा रुसी आक्रमणपछि अरू युरोपेली राष्ट्रहरूले होइन हामी पनि सुरक्षित छैनौँ कि क्या हो भनेर रक्षा बजेट बढोत्तरी गरिरहेका छन्। कस्तो भयो अरे भने आयरल्यान्डमा चाहिँ अहिले रक्षा खर्च चाहिँ कीर्तिमान स्तरमा बढ्यो अरे। अनि त्यसमा सबै दल र जनताले व्यापक समर्थन गरेका छन् हैन। तर आयरल्यान्डले नेटोमा चाहिँ हामी सहभागी हुँदैनौँ भन्ने छ कुरा गरिरहेछन्। जनताहरू त्यति इच्छुक छैनन् नेटोमा संलग्न हुनलाई। अब मिडिया र सरकारको एक हिस्साबाट नेटोलाई सकारात्मक रूपमा देखाउने र उनीहरूसँग नजिक हुने प्रयास भइरहेको छ। तर अधिकांश आइरिस जनता विदेशी भूमिमा हुने युद्धसँग कुनै सरोकार राख्न चाहँदैनन्। उनले निम्ता गरिएका अन्य लेखकहरू पनि युद्धलाई सहयोग पुग्ने गरी कलाको प्रयोग हुन लागेकोमा निकै चिडिएको बताएका छन्। यो ओनेर भन्ने क्रिस्टीका लेखक एलन ओ गोरम्यानको भनाइ हो। अर्को फैजल कुरेसी भन्ने एकजना पटकथा लेखक तथा निर्देशक को अनुसार गुप्तचर वा सैनिक ब्रिफिङको यो नाम नखुलाइने संसारमा लाग्ने कुनै पनि सृजनशीलता व्यक्तिका लागि आफूसँग अब केही गोप्य ज्ञान छ भन्ने सोचेर लोभिने जोखिम रहन्छ। उनीहरूलाई लाग्न सक्छ कि त्यहाँ नैतिकता खुम्चिएको र बृहत्तर हितका लागि मानवाधिकार उल्लङ्घन स्वीकार्य हुने एउटा धमिलो संसार अस्तित्वमा छ। यस्ता बैठकमा दिइएका सूचनालाई कलाकारहरूले पर्याप्त रूपमा प्रश्न उठाउलान् कि नउठाउलान् भन्ने कुरेसीको शङ्का छ। त्यसमा उनीहरूलाई एउटा यस्तो निकायले सत्यको आवरण दिएर केही कुरा सुम्पिएको छ जसले बिरलै जनतासँग सरोकार राख्छ र यस्तो पहुँच पाउनुमा एउटा विशेष अधिकारको अनुभूति हुन्छ। जस्तो सेनाले कुनै फिल्म मेकरलाई बोलायो भने उनीहरू आफूलाई विशिष्ट भन्ठान्छन्। हामी विशिष्ट छौँ, त्यही भएर सेनाले बहुत महत्त्व दिएर चाहिँ यो विषयमा छलफलको लागि बोलायो भन्ने हुन्छ। तर त्यसको पछाडि चाहिँ के हुन्छ भनेदेखि मानवाधिकार उल्लङ्घन भइरहेछ, यो छ त्यो छ, त्यही भएर हामी त्यहाँ युद्ध गर्न जानुपर्छ। जस्तो इरानको मामिलामा इरानमा मानवाधिकार उल्लङ्घन भयो, त्यहाँको रिभोल्युसनरी गार्डले चाहिँ सर्वसाधारण जसले चाहिँ मानवाधिकारको वकालत गरिरहेछन् तिनलाई थुनिरहेछ, मारिरहेछ भन्ने एउटा भाष्य अनि सिर्जना गरेर त्यहाँ आक्रमण गर्न लागिरहेको थियो। तर पछि त्यो चाहिँ के भयो भने टाइँ फिस हुन पुग्यो। त्यसै गरी अब यो नेटोले बनाएको भिडियो फिल्म
प्लेटफर्महरूमा चाहिँ भिडियो या फिल्म या भनौँ अन्य किसिमको उत्पादनमा चाहिँ त्यस्तै कुराहरूलाई देखाउने एउटा नैतिक जिम्मेवारी बोध गराउने हैन तिमीहरू चाहिँ ठुल्ठुलो हेर्न हुँदैन तिमीहरू पनि भिड्न जानुपर्छ अरूलाई रक्षा गर्नु तिमीहरूको कर्तव्य हो तिमीहरूले सभ्यता बचाउने हो भन्ने हिसाबले उनीहरूको दिमाग भुटेर चाहिँ यस्तो कार्यमा संलग्न गराउलान् भन्ने डर हुन्छ केही फिल्मकर्मीहरू चाहिँ यस्ता कुराहरूमा सचेत हुनुपर्छ भनेर भनिरहेका छन् हैन यस वर्षको सुरुवातमा 2026 को सुरुमा सेन्टर फर युरोपियन रिफर्म नामक थिङ्क ट्याङ्कले एउटा प्रतिवेदन जारी गर्दै रक्षा खर्च बढाउन जनसमर्थन जुटाउन र यी लगानीहरू किन आवश्यक छ भन्ने कथा राम्रोसँग भन्नका लागि सरकारहरूलाई पटकथा लेखक र फिल्म निर्माता लगायत सांस्कृतिक नेताहरूसँग संलग्न हुन आह्वान गरेको थियो। सन् 2024 मा पनि चर्चित सिटकम फ्रेन्ड्स सिरिज एउटा गजबको सिरिज छ। फ्रेन्ड्सका एक लेखक र कार्यकारी निर्माता सहित 8 जना पटकथा लेखकहरूलाई सुरक्षा नीतिको बारेमा जानकारी दिन वाशिंगटन स्थित सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजले ब्रसेल्स स्थित नेटो मुख्यालयमा निमन्त्रणा गरेको थियो। एउटा एनजिओले नेटो यो ब्रसेल्सको नेटो स्थित कार्यालयमा लिएर जाने र 8 जना पटकथा लेखकहरूलाई कसरी यो नेटोले काम गर्छ यसको जिम्मेवारी के हो यसले कसरी चाहिँ युरोपियनहरूलाई रक्षा गरिरहेछ रुससँगको खतरा कसरी यसले न्यूनीकरण गर्न भूमिका खेलिरहेको छ भन्ने विषयमा बुझाउनलाई लिएर गएको थियो। सो टोलीले भ्रमणका क्रममा गठबन्धनका तत्कालीन महासचिव जेन्स स्टोल्टनबर्गलाई भेटेका थिए हैन। नेटोका एक अधिकारीले भने यो पहल मनोरञ्जन उद्योगका काल्पनिक कथा लेखकहरूका लागि गरिएको छलफल कार्यक्रमको श्रृङ्खलाको चौथो कडी हो। यो भन्दा अगाडि तीनवटा यस्ता छलफल भइसकेको छ। यो नेटो के हो र यसले कसरी काम गर्छ भन्ने बारे थप जान्न उद्योगका सदस्यहरूले व्यक्त गरेको चासोका कारण सुरु गरिएको हो। भनाइको अर्थ के हो भने पटकथा लेखकहरू स्वयं जान्न चाहन्थे त्यही भएर हामीले ट्रेनिङ दियौँ भन्ने एउटा यिनको भनाइ। यी कार्यक्रमहरूमा नेटोका प्रतिनिधिहरू नागरिक समाज र थिङ्क ट्याङ्क समुदायको संलग्नता हुन्छ। अब जस्तो कस्तो हुन्छ भने अब पहिला यो समाचार पहिला गरौँ न। एक ट्रेड युनियनको रूपमा हामीले तेस्रो पक्षीय संस्थाबाट हाम्रा सदस्यहरूका लागि व्यावसायिक रूपमा उपयोगी वा रोचक हुन सक्ने कार्यक्रमहरूको निमन्त्रणा प्राप्त गर्छौँ। यी अन्तर्क्रियाहरूले अनिवार्य रूपमा ती संस्थाहरूको समर्थनलाई प्रतिनिधित्व गर्दैनन्। हामीले हाम्रा पटकथा लेखक सदस्यहरूलाई पठाएको नेटोको निमन्त्रणा दुईतर्फी कुराकानीको अवसर दिने एउटा कार्यक्रमको लागि थियो। हाम्रा सदस्यहरू स्वतन्त्र विचारक हुन्। यो एउटा मूल्यवान र महत्त्वपूर्ण सिप हो। उनीहरूले यसलाई हाम्रो कलामा प्रयोग गर्छन्। तपाईले ब्ल्याक हार्ट डाउन भन्ने फिल्म हेर्नु भएको छ भने त्यो ब्ल्याक हक डाउन चाहिँ जुन बेला निस्केको थियो सन् 2001 तिर जस्तो लाग्छ। मैले त्यसको 6-7 या 8 सन् 2008 तिर हेरेँ होला। डिभिडीमा हेरेको फिल्म। त्यो ब्ल्याक हक डाउन चाहिँ के भनिन्छ भने सिनेमाको अथेन्टिक प्रेजेन्टेसन थियो। त्यहाँ सेनाको कारबाही जसरी वास्तविक रूपमा चाहिँ सेना परिचालन हुन्छ र उनीहरूको जुन स्टाइलको काम गर्ने शैली हुन्छ सेनाको किनभने सिनेम्याटिक लिबर्टी भन्ने एउटा शब्दावली छ। त्यो चाहिँ सिनेमालाई अर्कै तरिकाले प्रेजेन्ट गरिन्छ हैन। त्यो वास्तविकताभन्दा अलि फरक हुन्छ। कथा लगभग त्यही हुन्छ तर सिनेमामा अलिकति स्वतन्त्रता लिएर कथालाई रोचक बनाउने प्रयास गरिन्छ। तर ब्ल्याक हक डाउन भन्ने फिल्म चाहिँ लगभग त्यो सिनेम्याटिक लिबर्टी
नलिकन बनाइएको भन्ने हो थियो। अब यस्तो कसरी सिनेम्याटिक लिबर्टी नलिकन बनाउनको लागि त तपाईको प्रोटोकलहरू सेनामा काम गर्ने जो एउटा निश्चित तरिका हुन्छ तीहरू थाहा पाउनुपर्छ। त्यसका लागि यस्ता तालिमहरू यस्ता छलफलहरू उपयोगी हुने स्वाभाविक कुरा हो। तर केही पटकथा लेखकहरू चाहिँ यस किसिमको सक्रियताले सेनाको सक्रियताले सर्जकहरूलाई चाहिँ उनीहरूको दृष्टिकोणबाट कथा भन्नलाई प्रेरित गर्ने हुनाले यो गतिलो नियतले चाहिँ यिनीहरूले तालिम दिँदैनन्। उनीहरूले इनिसिएट लिएका कुराहरू चाहिँ हामीले फिल्टर गर्नुपर्ने हुन्छ भन्ने पटकथा लेखकहरू भनाइ छ एउटा। दोस्रो चाहिँ हैन यस्तो तालिम लिँदा केही फरक पर्दैन, किनभने हामीले सेनाका टर्मिनोलोजीहरू सेनाका काम गर्ने शैली र शिल्पहरू हामीले चाहिँ बुझ्नुपर्छ। लेखकले जति बुझ्यो हामीले लेख्दाखेरि त्यति सजिलो हुन्छ। नेपालमा केही वर्ष यता सेनाले चाहिँ भिडियो प्रतिस्पर्धा गराउँछ र नेपालमा पनि ती कुराहरूलाई चाहिँ सेनाको महत्त्व, नेपाली सेनाको महत्त्व आदि इत्यादि बुझाउने या उनीहरूका कुराहरूलाई चाहिँ राम्रोसँग देखाउने यो प्रतिस्पर्धा हो भनेर केही आलोचनाहरू भइरहेकै हुन्छन्। हरेक वर्ष यो प्रतियोगिता भइरहेको हुन्छ। यो एक किसिमले राम्रो पनि हो, एक किसिमले होइन पनि। किनभने सिनेमाले सेनाको छवि बनाउने या बिगार्ने भन्ने भन्दा पनि सेनाले आफ्नो काम आफ्नो जिम्मेवारी सङ्कटको बेला कसरी पुरा गर्छ त्यसले निर्माण हुने हो। एक समय पाकिस्तानी सेनामा छवि बिग्रियो भनेर छवि निर्माणका लागि पाकिस्तानी सिरियलहरू बनाइन्थ्यो र त्यो यति धेरै लोकप्रिय भयो कि त्यहाँ युट्युबमा खोज्नुभयो भने पनि भेटिन्छ होला सायद। बेस्ट पाकिस्तानी आर्मी के जाति भनेर खोज्नुभयो। भनाइको मतलब आर्मीले आफ्नो अनुकूलका सामग्रीहरू बनाउनको लागि संसारभरिका सर्जकहरूलाई तथाकथित सदुपयोग गर्न सक्छन् र यो उनीहरूको सधैँ जो चासोभित्र पर्छ। लेखकहरू त्यो सेनाको चासोभित्र पर्छन्। केही वर्ष अगाडि मैले एउटा गार्डियनमै एउटा समाचार पढेको थिएँ र सायद पछि मैले साहित्य पोस्टमा पनि अनुवाद गरेको थिएँ। त्यसमा चाहिँ के भने जर्मनीको विश्वविद्यालयमा चाहिँ सेनाले एउटा यस्तो परियोजनामा लगानी गरेको थियो। त्यसमा चाहिँ साहित्यकारहरूले युद्धका कस्ता प्रकार हुन सक्छन् भन्ने विषयमा पढ्न चाहिरहेको थियो। सेनाका केही व्यक्तिहरू युनिभर्सिटी जान्छन्। त्यो युनिभर्सिटीको एउटा डिन डिपार्टमेन्ट चिफ हुन्छ। त्यो डिपार्टमेन्ट चिफले आफ्ना 4 जना, त्यसको म संक्षेपमा भन्दैछु, 4 जना आफ्ना विद्यार्थीहरूलाई लिएर एउटा यस्तो पाठ्यक्रम बनाएको थियो जसमा चाहिँ संसारभरिका साहित्यहरू चाहिँ युद्धमाथि बनेका, चाहे त्यो साइफाई, खास गरी साइफाई माथि हो। यो संसारभरि साइफाई वार, साइफाई रिलेटेड चिजहरू चाहिँ कस्तो सिर्जना भइरहेका छन् भन्ने विषयमा सेनाले पढ्न चाहेको र उनीहरूले त्यो पाठ्यक्रम बनाएको एउटा प्रोफेसर थिए, तिनको नाम मैले बिर्सेँ। त्यस्तो छ। भनाइको मतलब देशलाई आइपर्ने सङ्कटमाथि सेनाले अहिलेदेखि नै भविष्यमा के किसिमको युद्ध हुन सक्छ र अप्ठ्यारो पार्न सक्छ आफ्ना जनतालाई सुरक्षित राख्नका लागि सेनाले
नसोचेका कुराहरूका लागि पनि अहिलेदेखि तयार हुनुपर्छ र त्यो चाहिँ साहित्यमा के लेखिएका छन् त फ्युचर वारहरू चाहिँ कस्तो कस्तो हुन सक्छ हैन अनि किनभने जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भने जस्तो साहित्यकारले जुन तहको चिजहरू निकाल्न सक्छन् लेखनी मार्फत त्यो अरू कसैले सोचेका पनि हुँदैनन् र त्यो चिज पढेर अरू कसैले त्यस्तै खाले युद्ध तयारी गर्यो भने त्यसलाई काउन्टर कसरी दिने भन्ने अहिले बुझेन भने त्यो सङ्कटका बेलामा सेनाले केही पनि गर्न सक्दैन भन्ने हिसाबले जर्मनीको सेनाले चाहिँ त्यसरी पाठ्यक्रम बनाउन र त्यो पाठ्यक्रममा आफू सहभागी हुन इच्छुक रहेको र त्यसको व्यापक तयारी गरेको भन्ने समाचार मैले गार्डियनमा केही वर्ष अगाडि पढेको थिएँ सायद 5 वर्ष अगाडि होला त्यो भएको हुनाले सेना र साहित्य यो सधैँ जोडिने कुरा हुन् जुन सेनाले साहित्यलाई गम्भीर रूपमा लिन्छ त्यसले सर्जकलाई महत्त्व दिन्छ सर्जकका कुराहरूलाई उसले गम्भीर रूपमा सुन्छ जुन सेना चाहिँ गम्भीर छैन सेना गम्भीर छैन भन्नुको अर्थ सरकारको कुरा हो किनभने सरकारले सेना चलाउने हो यो अलग कुरा हो कि सेनाले सरकार चलाउँछन् कहिलेकाहीँ यसरी सेनाले चाहिँ पछिल्लो समय सिनेमालाई कसरी सदुपयोग गर्ने भन्ने बारे सोचिरहेछन् त्यसका विरोधीहरूले चाहिँ कसरी सेनालाई रोक्ने भन्ने पनि उत्तिकै सोचिरहेछन् भन्ने कुरा तपाईहरुलाई चाहिँ आजको यो लामो गफमा संलग्न गराए मेरा कुरा सुनिदिनु भो कतिपय काम लाग्लान् पनि नलाग्लान् पनि गफ सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद नमस्कार